एके मेसु नाताले मेरो दाइ पर्छ झगडा लफडामा मुझी दाइको अगाडि भाइ सोच्छ दाइले हाततिर चलाउनु परेमा लाग्छ कि रेपुटेसन गर्छ दाजु र बाइको क्लोज आगो सुनेर सबैलाई पुऱ्याउँछ नर्म पपर ग्याङ साइड लाग्सीमा आइसक्यो रातो एक घर खानेर हेरौँ कसो ग्याङ ठाउँमा आइपुग्छ चाँडो बिस्पोले खरमा तेरो सिन्छ माथि उल्टो लगाउँछु पछि मिलेर आएर पकाउँदैछ खाना आइज म वाइर पकाउँछु डाँडा कटाउँछु नाङ्गे कुटाउँछु तारपरे नाङ्गो पकाउँछु रुवाउँछु चिन्मे हचाउँछु मासुका गीतलाई खुवाउँछु त्यही हो लाइनमा बस सिकाउँछु हिपहपको पार्ट के हो देखेर होइन भोगेर आएको कुकुरीको धान पर्छ हुन्छ बेड बिग बस मध्ये बरपना टिकटक टिकटक चले पारा हाम्रो हिपहप शट हान्छ सबैलाई शिक्षक सो कन्सिक इज्जत द मनी बोकेर ग्याङ हुँदैन ग्याङस्टर रुममा छाडेर प्यान्ट देख्दैन डेन्जर ध्यान गर नत्र घरमा आउला भाइ डेन्जर दाजु र भाइले ड्रिलमा हानेपछि एनी टाइम हुन्छ ब्याङ्गर एक दुई महिना भएको थिए तपाईँले दाजु भाइको साथमा फ्लो हान्न टक यहाँ आफ्नै हुन्छ त फेरि बिट बन्छ तारेपछि ऱ्याम्सहरू बग्छ भाइको फ्लो बिटमा मैले नि हालिरहेको देख्न सक्दैन यस्तो त समाज स्मृति हामीले गरी खाएको मलाई त व्यस्त आफ्नो काममा भाइ पनि एक्लै गरिरहेको थियो अहिले टाउमा दाजु र भाइ ब्लाइन्डमा चल्ती हानिरहेको हामी जो चल्ती त्यो पनि ब्लाइन्ड फर्किन्छ खल्ती चढाइदियो माइन्ड नगर्ने गल्ती वर्षको गाई बेच्दिन आउनेको टाउकोमा माइन्ड राति नै गाइड केटाहरू अन्डरग्राउन्ड मरेको साइड अदिने भाइको खुट्टामा नाइकी सिक्सले भन्छ वान टू छ स्ट्यान्ड भाइ मेरो त अगाडि दुई चाहिँ पछाडि दुई कदम चाल्ने बाँकी छ चालिस सिनमा पुरै याक लागि मैले फेरि गरे पाप फेरि आएमा सबै पापबाट फेरि लफडा गर्नु परे बागमतीमा दागबत्ती ओ यङ वेभ ले त भाइ सामान सापट्टि बेसीले बोल्यो जस्तो त टाउकोमा टाका हान्थ्यो क्या वासती